हिजो इटहरीमा बालेन शाहले सबभन्दा सुरुमा चिया खानुभयो भनेर सोध्नु भयो। चिया खानुभयो त? खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? अनि त्यो भिडमा म पनि थिएँ। अनि धेरैजनाले के सोधेको भन्नुभयो। सुरुमै त अब बुझिँदैन नि त, उहाँको त फेरि एकदम छोटोमा त्यहाँ गहिरो अर्थ हुन्छ। चिया खानुभयो भनेर सोध्नुभयो। लगभग 12-1 बजे 1:30 बजेको टाइम थियो। अनि धेरैको मनमा अब यो चिया खाने टाइम होइन, हामी तपाईँलाई सुन्न आएको। उहाँको त्यो अर्थ चाहिँ के थियो, चिया खानुभयो अथवा तरकारी काको खानुभयो भनेर सोध्नुभयो। अनि हाम्रो राष्ट्रसभाको धारणा चाहिँ हामी चिया काको खानुपर्छ, तरकारी भात दाल हामीहरू काको खानुपर्छ। एकदमै म पनि त्यो हिजो त्यो सभामा उपस्थित भएको थिएँ। मलाई पनि सुरुमा चिया खानुभयो भन्दा मलाई पनि अलिकति अचम्म लाग्यो। त्यसपछि खाना खानुभयो भनेर भन्नुभयो, त्यो पनि मलाई अचम्म लाग्यो। तर चिया खानुभयो भनेर उहाँले भन्दाखेरि त्यसको चाहिँ सठिक रूपमा उहाँले के भन्नु, तपाईँले इलामको चिया खानु कि दमकको चिया खानुभयो भनेर कस्तो राम्रोसँगले हाम्रो देशमा उत्पादन भएका चिजहरू प्रयोग गर्नुपर्छ भन्ने उहाँले एकदम त्यो पनि अर्ग्यानिक चाहिँ उत्पादनहरू खानुपर्छ भन्ने आशयले उहाँले चिया खानुभयो भनेर भन्नुभयो। अर्को खाना खानुभयो भनेर भन्दै गर्दाखेरि खानासँग तपाईँले सब्जी खानुभयो होला, दाल खानुभयो होला, तरकारी खानुभयो होला। त्यो तरकारी चाहिँ तपाईँले चाहिँ हाम्रो बोर्डर पारिको खानुभयो होला है भनेर उहाँले कस्तो एउटा घुमाउरो पाराले तर एकदमै जनजीविकासँग चाहिँ त्यसले चाहिँ प्रत्यक्ष असर पार्ने कुराहरू चाहिँ उहाँले गर्नुभएको छ। त्यसले गर्दा हामीले उहाँको भनाइ चाहिँ के भन्दाखेरि हाम्रो आफ्नै ठाउँमा उत्पादन भएको सब्जी विषादी रहित सब्जी खानुपर्छ, अर्ग्यानिक सब्जी खानुपर्छ भनेर उहाँले त्यो भात खानुसँग चिया खानुसँग त्यसरी जोड्नुभयो। म चाहिँ एकदमै प्रभावित भयो त्यो कुराले। त्यसरी मैले त्यो चिजलाई बुझाएको छु उहाँको कुरालाई।